विदेश 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 हो। आज म विदेशमा छु, आफ्ना सबै सपनाहरू बोकेर आफ्नो उज्जवल भविष्यको खोजीमा। कति साथीहरूले मेसेज गर्छन्, कति साथीहरूले कल गर्छन्, विदेश त दुःखको भूमि हो भनेर सोध्छन्। म मुस्कुराउँदै भन्छु, जहाँ म सच्चा मेहनत गर्छु त्यही मेरो कर्मथलो हो। तर यसको मतलब यो होइन कि मैले नेपाललाई बिर्सेँ। नेपाल त मेरो मुटुको कुना कुनामा बसेको छ। हिजो गाउँको गल्ली चौराहामा घुम्ने म आज विदेशको तातो घाममा पसिना बगाउँदैछु। तर साँच्चीकै भन्ने हो भने विदेशको अनुभव त्यति साह्रो तितो पनि छैन। यसले मलाई हिम्मत सिकायो, यसले मलाई अनुशासन सिकायो र यसले मलाई सङ्घर्षको असली परिभाषा सिकायो। तर जे जति सिकाए पनि मेरो आँखामा नेपाल नै प्यारो छ। त्यहाँ मेरो भाषा छ, त्यहाँ मेरो संस्कृति छ र त्यहाँ मेरो मुटुका धड्कनहरू छन्। मलाई गर्व छ म एउटा कामदार हो जो आफ्नो देशबाट टाढा भए पनि आफ्नो जिम्मेवारीहरू कहिले बिर्सिन। मैले जहाँ काम गरे पनि मेरो पहिचान नेपाली नै हो। र अझ जब कसैले सोध्छ फ्रम वेयर आर यु, आई एम फ्रम नेपाल भन्न पाउँदा यो भन्नुको स्वाद नै बेग्लै छ। आज म यहाँ रेगिस्तानको धुलोमा छु, तर विदेश हुनु मेरो कमजोरी होइन। आफ्नो घर परिवार बनाउन विदेश जानु भनेको एउटा बहादुरीको काम हो। मैले सजिलो बाटो रोजिनँ, जागिर त मेरो त्यहाँ पनि थियो जसले मलाई आराम र सुविधा दिन्थ्यो। मैले त्यो बाटो रोजेँ जसले मलाई चुनौती दियो, जसले मलाई सङ्घर्ष दियो अनि कहिलेकाहीँ एक्लोपनको महसुस पनि गरायो। यसको मतलब यो होइन कि यसले मलाई कमजोर बनायो, यसले त मलाई झन् मजबुत बनायो। जब म यहाँको घाम ताप्दै आफ्नो पसिना बगाउँछु, त्यो पसिना केवल मेरो शरीरको पसिना होइन, यो मेरो देश, यो मेरो परिवारको लागि रोपिएको एउटा सानो बिउ हो, एउटा उज्जवल भविष्यको आशा हो। त्यसैले म तपाईँ सबैलाई भन्न चाहन्छु, विदेश हुनु हाम्रो कमजोरी होइन, हाम्रो पीडा होइन। सारा जिम्मेवारी आफ्नो काँधमा बोकेर हिँड्ने एउटा निर्णय हो जसले तपाईँ एक्लैको मुस्कान होइन, सारा घर परिवारको मुस्कान बोकेर हिँड्या हुन्छ। सायद जीवनको अर्को परिभाषा नै त्याग हो। आफ्नो खुसी अरूको आँखामा देख्नु भनेकै जीवनको अर्को अर्थ हो। सायद यो यात्रामा हामी थाक्न सक्छौँ तर रोकिनु हुँदैन, हामी हार्न सक्छौँ तर हार मान्नु हुँदैन। विदेशमा बगाएको पसिना हाम्रो सङ्घर्षको निशानी हो र त्यो सङ्घर्ष हाम्रो पहिचान हो। यो पहिचानले हामीलाई जोड्छ देशसँग, हामीलाई जोड्छ परिवारसँग र हामीलाई जोड्छ त्यो संस्कारसँग जुन हामीले साथ लिएर यहाँ आएका छौँ। हामी जहाँ गए पनि, जहाँ रहे पनि यो मनको कुना कुनामा नेपाल नै धड्किन्छ। अन्त्यमा आजको प्रश्न यो होइन तपाईँ कहाँ हुनुहुन्छ, देशमा या विदेशमा। प्रश्न त यो हो कि तपाईँको सोच, तपाईँको कर्म र तपाईँको पहिचान कहाँ छ।